हेलो गाइस, गुड मर्निङ। म उठिसकेँ। मेरो साथीहरू अझै हेर हानिया। आज चाहिँ हाम्रो ग्रेजुएसन हो। अब हामी चाहिँ रेडी भएको छौँ। भएको छैनौँ, रेडी भयो। गेट रेडी विथ अस। यो चाहिँ हाम्रो मेकअपको सामानहरू। ल खै वेट गर आएन फेरि ल यहाँ चाहिँ टिकटक खोज्दै थिएँ। आज हामी कति छिटो उठेको है? 5 बजे उठेको। 5 बजे होइन, 4 बजे। हामीले चाहिँ डिस बनायौँ अनि अब चाहिँ उनीहरू हाम्रो स्किन टकेको हेर्न फाउन्डेसन ल्याउनु धोका थियो है। धोका आइनेको बोलेछ ल टेक्नोलोजी गाइस, हाम्रो मेकअप चाहिँ अलमोस्ट डन। हाम्रो के लाग्छ खाजा चिया पाक्दैछ। अनि हाम्रो चिया पसलको नाम चाहिँ मुना चिया पसल। हामी दुईजना चाहिँ हामी कस्टमर। चिया दोनट खाजा अनि हामी खाजा खान्छौँ। अब ल आए हाम्रो परिहरू। ल है उयो यही हो इन्डिया गाडी होइन न गाइस। हामी चाहिँ कन्भोकेसनको लागि हामी जाँदैछौँ। लागेर हिँड्न एकदम गाह्रो हुँदैछ। केटा भए सर्ट प्यान्ट तर यस्तो हुनु गाइस हामी चाहिँ अब जाँदैछौँ। अब हामीलाई 20 to 25 मिनट्स लाग्छ। अनि त्यसपछि रङ्गशाला जान त्रिपुरेश्वर। हाम्रो त्यो कन्भोकेसन हुने ठाउँ चाहिँ त्रिपुरेश्वर दशरथ रङ्गशाला। अन द वे। अनि यहाँ चाहिँ अगाडि चाहिँ जाम छ। नमस्ते आन्टी। दिपाको मम्मीले सेम। ल जाम ल। हामी चाहिँ सर्टिफिकेट गुरिराखौँ। अनिलको अझै पेपर आउन बाँकी नै छ। अनि त्यही गुरिराखौँ मेन्सहरूलाई। यति धेरै भिड छ यहाँ। यहाँ फोटोसुट भइरह। हेलो भन, कस्तो लागिरह? 20 वर्षको हामीले सर्टिफिकेट लिगौँ है। ल देखाऊ हेलो हेलो हेलो। हेलो हेलो भाइ। हेर न हेलो न हेलो न के हेर ल जान।
ल गाइस अब हामी एकदम भिड भयो अनि हामी चाहिँ अब फर्किन लाग्यो एक्सपेक्टेसन भर्सेस रियालिटी यो लिने अनि जाने हो कि अब उडाउन कहाँ उडाउँछ उडा मतलब मुनाको दिदी भेटिनु भएन हामी एकदम अघिबाट खोजेको हम भेटेकै छैनौँ मान्छे करोडौँको भिडमा छु हामी दिदीको पर्खाइमा छौँ तेरो नि यता खिचौँ न क्याप्चर यिनी चाहिँ किन दुखी छिन् भन्देऊ त हाम्रो राम्रो दिदी भेट्नु भयो अहिले भेटेर म हेप्पी छु के फाइनल्ली एन्जु भेटियो है बेलुका भएपछि भाइहरू आएका छन् अगाडि हामी फाइनली भेट भयो यो चाहिँ हाम्रो गिफ्ट हो एन्जुको गिफ्ट हो ला हामी आयौँ एकदम टायर्ड सर्टिफिकेट लिएर के छ हालत एन्जुको एकदम हिल्ले के कस्तो भयो हिँड्न सकिरह कि नै हामी अब हिँड्दैछौँ हामी अब एन्जुको रुमसम्म त्यसपछि हामी बुटोल जाने हो 7:30 बजेको गाडी यहाँबाट मासु लानु पर्छ क्या सब्जी त एन्जुले खिलाउने अरे आज एन्जुले आज बिरयानी बनाएर हाम्रो सुँगुर त खान्नमै हामीले मुना ल्याएन मगरको घरमा आएपछि अनि सुँगुर नखाए के खाने भिडियो गराएपछि त एन्जु तेरो खुट्टा सन्चो भयो जस्तो लाग्यो कस्तो लाग्यो आजको इभेन्ट ओभरअल नभन् याद नदिएर आइस है भेरी वर्स रहेछ मन्दिर आयो अब अलिकति मन्दिर आउँछ गयो हामीलाई छोडेर मुना तिमीलाई बुकी कसले दियो अब कोही जेलस हुनु भयो है ल गाइस हामी फाइनल्ली ब्याक टु एन्जुको रुम धन्न आनन्द आएछ बल्ल अनि अब के गर्ने हामी अब हामी मासु भात खान्छौँ एन्जुले बनाएको अनि त्यसपछि जान्छौँ घर त्यसपछि हामी फेरि भेट्नेछौँ हामी चाहिँ फाइनल्ली रिटर्न टु बुटवल अनि बाई बाई एन्जु बाई